So happy दसैँ everyone अनि आज चाहिँ हाम्रो महाअष्टमीको भोज छ सो त्यही भएको कारण हामी चाहिँ अल प्रिपेयर्ड भइसकेका छौँ यहाँ हाम्रो काका हुनुहुन्छ पुरै आफ्नै जोनमा हुनुहुन्छ ह्याप्पी दसैँ मुडमा अनि यहाँ छ हाम्रो अर्को शुभचिन्तक प्लिज उहाँहरूको पारा देख्नु अनि इधर हेमा छन् उता उनीहरूको मासु पोली पनि राख्नु भोजको लागि चाहिँ हाम्रो फुल प्रिपेरेसन चलिरहेको छ एन्ड के भन्ने अरू म अब अरूलाई देखाउन जान्छु ल उहाँ हुनुहुन्छ हाम्रो अर्को महानुभाव हो कपाटी कपाल देखाउन है तपाईँको त कपालै देखाउनु पर्छ देखो अब म अरूलाई देखाउँछु काकी तिमीबाट हाई गर्नु ह्याप्पी दसैँ भन्नु हाई ह्याप्पी दसैँ ल अब बाँकीलाई देखाउँछु आउट ऊ यहाँ छ हाम्रो यसलाई कन्ट्रोल गर्छ फाँफ फाँफ गर्दै बसिरह पुन्टीको पुन्टी हो यो चाहिँ धेरै पुच्छ रहेछ यार यो त्यसपछि यहाँ अर्को जोन छ ठुमामे ह्याप्पी दसैँ भन्नु सर ह्याप्पी दसैँ भन्नु ल यता ठुलो हुनुहुन्छ ठुलो ह्याप्पी दसैँ के भन्दैछ ल यहाँ स्पेसल छोइला भन्दैछ अनि यो चाहिँ खाना पाउला खेल्नु पछि पछि लाग्दैछ ल हामी सबैजना आयो अब चाहिँ मम बाबाहरू त भोजको लागि जानुभएको छ इन्डिया इभिनिङ ड्युटीमा छ म मर्निङ ड्युटी गरेर फर्केँ अनि अब सबैजना बसेर हामी मनाउँछ अनि बाहिर विदेशमा हुनेहरू हाम्रो प्याराजनहरूले पनि बाहिरै मनाउनुहुन्छ यसपालि चाहिँ सो स्टिक विथ अस चढाएको के चढाएको भन्छ यो देउदेउतालाई पितृलाई सबैलाई चढाएको भगवान्ले किन आफ्नो शक्ति बाँड्नु हो र आफ्नो शक्ति आफैसँग राख्नुपर्छ मैले यहाँ दर्काली बिर्काली फुलदेउता घोरमाली आइतबारे राकस संसारी अनि तिनमुन्टेको राकस अनि यो पितृको भित्र र बाहिरको दुईटा अनि पितृको बाहिरको दुईटा अनि भित्र चारवटा 1 2 3 4वटा त्यसपछि बुवाको एउटा अजाको एउटा अजीको एउटा देखो यसलाई भन्छ काम गरेको उसको जब यही हो यो चाहिँ चढाउने काम भइरहेछ होइन यहाँमा सोझहरूको फेस रिभिल गर्छु रक्सी नखाने भन्ने मान्छे यहाँ यही भर्खर हाल्दैछ एकछिन मासु नखाने भन्ने मान्छे मासु खाइरहेछ भेज भेज हाई भाउजू नमस्ते नमस्ते ह्याप्पी दसैँ दसैँको गिफ्ट तिहारसम्म आइपुग्छ भन्नु न अनि त्यति बेला आइफोनको कमी हुँदैन आशिष डुर यो मोडर्न यो एकदम मोडर्न भगवानले पुरानो रक्सी मन पर्न छोडिसक्छ रेड बुलको टेस्ट चाहिन्छ झ्याप्रो डनेर यहाँ देखो यहाँ देखो यो हट्दै नै यहाँ काम गर्ने दिँदैन यहाँ काम गर्नुपर्छ अरे पहिला पढाने कि पुछ्ने पहिला पुछ्ने पछि पढाने सरी यो के गरे भन्छ यसलाई लिपेको
घरमा चाहिँ ठिङ्ग हुने अब केटीको आयो आउँदैन यो गीतमा केटी नै छैन क्या यसरी लडे म होइन अब के गर्नु त लडेपछि त ओहो दामी पारा कस्तो छ हालत हजुरको काभ्रेली सम्धि के छ खबर अब चाहिँ हाम्रो भोज खाने पालो हामी सिफ्ट अहिले डान्स गरेको चक्करले हाम्रो भोजको ठाउँै सिफ्ट भएको छ तलतिर अनि यहाँ छोरा मान्छेहरू अघि बढिरहेछ बिकज दे हेभ टु लर्न दिस संस्कार वी अलरेडी नो दिस संस्कार आफैलाई देखाएर तपाईँलाई फोटो भिडियो चाहिन्छ कि चाहिँदैन नो 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 पक्का नो अझै पक्का अरे नि अहिले एकछिन फोटो भिडियो देखा गर्नलाई काका अलि एनर्जी चाहियो भएन अझै हाँसो ठुलो हाँस्नु गयो क्यामेरा गइसक्यो हाँस्नु जस्तो छ त्यस्तै हाँस्नु सुजन दाइलाई हाइदिएछ नि यहाँ र यो चाहिँ हाम्रो भाग उठाउने कार्यक्रम चलिरहेको छ यो विदेशमा हुनेहरूको भाग हो होइन अनि स्वदेशमा हुने निनीको नै हो नि फेरि मतलब जो आज उपस्थित हुनुहुन्न उहाँहरूलाई चाहिँ भाग यसरी राखिन्छ र ठुलामी भन्नु वाइ केराको पातमा भोज खान्छ हामीले केराको पातमा किन भोज खान्छ हामीले त्यो त रिजन भन्नु न भोजको नाममा तपाईँको भोज देखाउनु प्लिज तो चलिए शुरू करते हैं दुसिया बेगु क्या बोला तूने दुसिया बेगु रिप्लाई गर्नु न ये क्या है अब एक्सपर्ट अर्को हुनुहुन्छ क्या नेवारी नर्सिङ दुसिया बेगु बजिने हो के भने होइन त्यो मिनिङ तपाईँले बुझाइ छैन जे पाइ त्यही आन्सर दिन्छ अनि मैले कहाँ त्यो सोधे हो त दुसिया बेगु त्यो त के त
होइन दुसिया बेगु भनेको शुभ दसैँ भनेको यस्ता खान शाबाश बेटा ए भनेर and here's me मलाई त चिउरै दिएन भन्ला भोज भन्दैछ मेरो भोज जस्तोको तस्तै मैले बिहा गरिसकेँ कौन है ये लोग कहाँ से आते हैं हो यतिसम्म चाहिँ हुनुपर्छ भोज भनेको पातमा खान दिएको मेन उद्देश्य भनेको पात पनि खाऊ भनेर सो सबैलाई अबको हाम्रो मेन क्वेसन भनेको यहाँ पछाडि छ ग्वातेगु ओके यो प्रश्नका जवाफ लिन्छौँ अब ओके ग्वातेगु हम मालूम है तेरे बाप को मत सिखा चल अब नेपालीमा आइस दिँदा हुन्छ कस्तो लागिरहेछ भनेको सबैले सिक्ने ग्वातेगु भनेको कस्तो लागिरहेछ भनेको राम्रो लागिरहेछ नि खाइरा त्यति हो सोध्के के नसोध भने खाइसक्यो ल कौन कहाँ लगाया फोन प्रश्न सेम हो तपाईँको लागि एकदम खुसी लागिरहेछ भोज खाइयो र म 2082 सालको दगुल शुभ उपलक्ष्यमा भोज अब खाइयो भनौँ न अष्टमी दिनको भोज ल ओके घरभित्र बसेर अब के हेर्नु धेरै कुरा छ बोल्न भन्नु न काका धेरै छ रे औसिया बसेर खाइन्छ घरभित्र बसेर कस्तो लागिरहेछ रमाइलो छ भोज खान्छ केरा पाउँछ कति ग्लास बियर कोठाभित्र बसेर कति ग्लास बियर कति छ छोराछोरी बाहिर हो नि रमाइलो छ त्यही भएको छोराछोरी रमाइलो गराएर सब रमाइलो छ ल अब यता ग्वातेगु के रमाइलो 10 मिनेट गाईहरु बाहिर पनि अब रमाइलो कस्तो मान्छे रहेछ बोल्नु न पहिला ग्वातेगु सबैले एउटै क्वेसन हो उससे मैं इधर उधर निकल जाता हूँ आप कपाली गया काकी यो त मेन हाल्नु पर्छ है यो त हाइलाइटमा हाल्नु काकी एकदम रमाइलो छ रमाइलो छ होइन ए अर्कोकै रोटी खाएको घाँटीमै तर बिचरा ममको चास पारेर छैन बोल्ने हालतमा ग्वातेगु आशिष दाइजु जापानिज बोल्दिन हो जापानिज हो जस्तो लाग्यो मलाई त्यो ल ग्वातेगु बोलिसकेन ल आइसा ग्वातेगु रेडी 1 2 3 गो ल बा क्वेसन है तपाईलाई नो सबका पालिए अब ग्वातेगु अरे कहना क्या चाहते हो सर आंसर बाबा ग्वातेगु चाँडो न आइस दिनु न टु थ्री गो कुची भयो गोचा डुलका भाइ भाइ हो
अघि जमरा पूजाको अब अहिले मर्साडी पूजा अर्को साल स्कुटी आओस् भन्छ भनेको चाहिँ नचलाउने रे यो पनि र है त रेडी 1 2 गो ह्याप्पी नवमी रुको जरा सबर करो